समग्रमा वैशाख 6 गतेदेखि 13 गतेसम्म सञ्चालन हुने 10औं राष्ट्रिय मणिमुकुन्द भलिबल क्लब च्याम्पियनसिप 2082 को खेल अन्तिम चरणमा गएको छ, जसमा आजको पहिलो सेमिफाइनल खेल गण्डकी भर्सेस भारतको गुजरात रहेको थियो। जुन पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई 3-1 को सेटमा पराजित गर्दै भारतको गुजरात भने पहिलो सेमिफाइनल जितेर फाइनल प्रवेश गर्न सफल भएको थियो। त्यसैगरी दोस्रो सेमिफाइनल खेल गलकोट भर्सेस त्रिभुवन आर्मी क्लब बीच 25-50 भएको थियो, जसमा 3-1 को सेटमा पराजित गर्दै गलकोट भलिबल क्लब उपाधिको लागि भारतको गुजरातसँग भिड्ने भएको छ र त्यसैगरी यस प्रतियोगितामा तेस्रो स्थानको लागि प्रतियोगिता भोलि सम्पन्न वैशाख 13 गते हुनेछ। साथै यस प्रतियोगिता भव्य र सभ्य रूपले सफल पार्न हुन 10औं राष्ट्रिय मणिमुकुन्द क्लब च्याम्पियनसिप परिवारप्रति विशेष आग्रह गर्दछु।